गाली खानेवाला छु। वेलकम टु माई अनदर ब्लग। अनि आज चाहिँ म कन्सर्ट जान आँटेको छु। हाम्रो चक्रघटीमा चाहिँ 20 दिनको मिनी मेला लाग्दैछ। राति हुन्छ त्यो चाहिँ 6 बजीदेखि 9 बजीसम्म भन्नुभएको थियो, तर अहिले चाहिँ 7:30 हुन आँटिसक्यो। अब त्यस्तै हो। अब सिङ्गरहरू चाहिँ अलिक ढिलै आउनुहुन्छ नि त, त्यही भएर किन छिटो जानु भनेर म चाहिँ ढिलै आएको। टिकट चाहिँ 100 रुपियाँ अरे। अब हेरौँ के गरिन्छ, त्यही भएर मैले चाहिँ अलिक धेरै नै पैसा बोकेर गएको छु। अनि मलाई चाहिँ तृष्णा गुरुङ एकदम मनपर्छ। हुन त मलाई सबै सिङ्गरहरू एकदम राम्रो लाग्छ। अब कुन चाहिँ राम्रो कुन चाहिँ नराम्रो भन्ने चाहिँ छैन। त्यही पनि मलाई तृष्णा गुरुङ चाहिँ एकदम मनपर्छ। अनि त्यही भएर आज जान आँटेको छु म र मेरो बहिनी। अनि म चाहिँ अहिले घरमा छु। अब चाहिँ म स्कुटी लिएर जान्छु उसको घर। अनि त्यसपछि चाहिँ हामी दुईजना स्कुटीमा सरर जानेछौँ। तर स्कुटी कहाँ राख्नु थाहा छैन। अब त्यहाँ दिदीहरू हुनुहुन्छ, दिदीहरूलाई सँग कुरा गरेर कहाँ राख्ने स्कुटी, अब त्यो चाहिँ त्यहीँ ठेगाना हुन्छ। अब यति धेरै मान्छेहरू आउनु भन्छ, चोर लुटपाट पनि हुनसक्छ त्यहाँ। अनि त्यही भएर म चाहिँ अब हतार गरेर जान आँटेको छु बहिनीलाई लिनको लागि। अहिले चाहिँ लगभग 7:30 हुन आँटिसक्यो। त्यही हो, अब गएर तपाईँहरूलाई देखाउने छु कस्तो हुन्छ के हुन्छ माहौल चाहिँ। अब त्यही हो, धेरै हुन्छ मान्छेहरू। अब फेरि अहिले अब तृष्णा गुरुङ कतिजनाको फेभरेटहरू हुनुहुन्छ नि त, अनि त्यसैको लागि पनि आउनुहुन्छ। अनि अहिले चाहिँ म जान आँटेको छु। अब बहिनीलाई ल्याउँछु। त्यसपछि चाहिँ हामी चक्रघटीतिर जान्छौँ। टेन्सन लागिरहेछ, चोरी भयो भने मेरो स्कुटी भर्खर नयाँ ल्याएको स्कुटीहरू चोरी भयो भनेर टेन्सन लाग्दैछ। त्यही पनि मुटुमाथि ढुङ्गा राखेर म चाहिँ स्कुटी लगेर जान आँटेको छु। किनभने सिटीहरू पनि पाउँदैन। अनि सिटीहरू नपाएपछि अब साइकलमा जाउँ भने पनि साइकल पनि हराउने भन्ने डर। स्कुटी जाँदा अलिक छिटो पनि हुन्छ साइकलमा भन्दा। अनि भरे चाहिँ अब कति बजे फर्किन्छु मलाई पनि थाहा छैन। म टक्क लगेर बहिनीको घर जाँदैछु। म अब सीमालाई लिन आइसकेको छु। ऊ बाहिर बसिरहेको छ। अब हामी चाहिँ टक्क लाएर जानेवाला छौँ मिनी मेलामा। अब कतिखेर आउँछ तृष्णा गुरुङ चाहिँ हामीलाई थाहा छैन। अहिले चाहिँ राति भइसक्यो, त्यही भएर म चाहिँ हतार जानुपर्ने हुन्छ। किनभने टिकट लगिदियो भने म के गर्नु होइन। अब म चाहिँ जानेवाला छु। बहिनी चाहिँ ऊ त्यहाँ छ। अब उहाँ पुगिसकेपछि चाहिँ लाइटमा तपाईँहरूलाई देखाउनेवाला छु बहिनीको फेस। गाइस अहिले चाहिँ म आइसकेको छु फाइनली। तर कोही पनि हुनुहुन्न, सबै सुनसान छ। स्टलहरू मात्रै लागेको छ, तर कोही पनि हुनुहुन्न। अनि पुरा झिलिमिली भएर आएको छ होइन, कोही पनि आउनु भएको रहेछ। अनि सुरु हुने चाहिँ 6 बजीदेखि भन्नुहुँदै थियो, तर 8:30 भइसक्यो, 8 बज्न आँटिसक्यो, त्यही पनि भएको छैन। अब अलिअलि गीतहरू हुँदैछ। उहाँ चाहिँ हुनुहुन्छ मेरो प्यारी बहिनी। फाइनल्ली हामी चाहिँ यहाँ रेस्ट गरेर बसिरहेको छौँ। एकदमै धेरै गर्मी पनि भयो, धेरै उफ्रियो पनि। अहिले चाहिँ केही पनि नखाएको कारणले अहिले चाहिँ खास चाहिँ भोक लागेको त थिएन, त्यही पनि बहिनीले खाऊँ भनेर हामी चाहिँ चटपटे खाँदैछौँ। एन्ड देन चटपटे चाहिँ हल्का नुन धेरै लाउनु परेछ, त्यही भएर पानी धेरै खानु परेको छ। ठुल्ठुलो स्वरमा बोल्नु परिरहेछ किनभने त्यहाँ कन्सर्ट हुँदैछ। अब खाएर उफ्रिनु जानुपर्ने छ। त्यो चाहिँ लजाउँछ होइन। अनि भ्लगमा चाहिँ आउनु अरे क्या, बोल्नु चाहिँ लजाउँछ। अनि त्यसपछि भ्लगमा चाहिँ आउनु अरे, यस्तो पनि हुन्छ साथीहरू। पछाडि चाहिँ हाम्रो एकदम प्रिय सिङ्गर तृष्णा गुरुङज्यू चाहिँ एकदमै राम्रो भोइस, मलाई कस्तो राम्रो लाग्यो उहाँको भोइस। हियर वी गो, सबैजना गइसक्नु भएको छ। अब हामी पनि जानु आँटेको छौँ। चाहिँ बोल्दैन क्या, मेरो बहिनी चाहिँ बोल्नै मान्दैन। अनि हामी चाहिँ खाजा खाने ठाउँमा छौँ। अनि अब चाहिँ तृष्णा गुरुङ
उहाँ पनि जान आँट्नुभएको छ, गइसक्नु पनि भयो। एन्ड देन हामी पनि अब घर जानेवाला छु। युनिता तामाङ भर्खर सुरु गरेको हुन्छ भर्खर बनाएको तपाईँ जस्तै हो। मेरो नि 180 सब्सक्राइबर मात्रै छ भर्खर। 180 त भन्दा नि थोरै त, मेरो त भर्खर 4-5 वटा होला। हेलो एभ्रिवान, अनि मेरो चाहिँ सबैजना मेरो चाहिँ साथीहरू सब्सक्राइबरहरू आउनुभएको छ, फ्यानहरू आउनुभएको छ। बिग फ्यान भन्नुहुँदैछ। अब सिग्नेचर दिएर पठाइदिन्छु भने जस्तो लाग्दैछ। कति ढिलो आउनुभएको अघि हुनुहुन्थ्यो। ए हामी त जान आँटेको। अब चाहिँ उहाँ चाहिँ एकदम मेरो भ्लगमा आउनु खोज्नु हुँदैछ र अब चाहिँ हामी पनि घर जानेवाला छौँ। अघि आएको 8 बजेतिरै। तिमीहरू उसले कपाल काटेको रहेछ नि। फाइनल्ली हामी दुईजना चाहिँ अब खाइसकेपछि अब हाम्रो भर्खर कन्टेन्ट क्रिएटर हुँदो रहेछ, उहाँलाई पनि भेटेँ। अनि त्यसपछि उहाँले पनि मलाई धेरै साथ सपोर्ट गरेर जानुभयो र अब हामी पनि जानेवाला छौँ। तपाईँहरू पनि आउन सक्नुहुन्छ। यस्तो खेलौँ भने साथीहरू पैसै छैन हामीसँग, त्यही भएर हामी चाहिँ अब घर हिँड्न लागेको। 100 रुपियाँ मात्रै लिएर आएको थियौँ। 100 रुपियाँ पनि यता खर्च भइहाल्यो टिकटमा। एन्ड देन अर्कोचोटि आउँदा चाहिँ हामी फिक्स हामी चाहिँ यो रोडेपिङ भए पनि खेलेर जानेवाला छौँ। यति धेरै मान्छेहरू हुनुहुन्छ। कन्सर्ट हेरिसकेपछि चाहिँ उहाँहरू यसरी यहाँ मनोरञ्जन गर्नेवाला हुनुहुन्छ, तर हामी चाहिँ जानुपर्ने हुन्छ। 10:30 हुन आँट्यो। हाम्रो घरमा चाहिँ गाली गर्नुहुन्छ, त्यही भएर हतार हामी चाहिँ जानेवाला छौँ। अब जाने हामी चाहिँ फाइनल्ली घर जाँदैछौँ र सबैजना ओ बिस्तारै हौ पारेर मलाई नलड न। हामी चाहिँ घर जाँदैछौँ। कृष्ण गुरुङज्यूले एकदम राम्रो गीत गाउनु भएको थियो, एकदम मन पर्यो। मान्छे पनि राम्री हुनुहुन्थ्यो, कति राम्रो हुनुहुन्थ्यो। मलाई कस्तो मन पर्यो है। बिस्तारै कुदाउ न। कति मन पर्यो मलाई। सिङ्गर पनि, गीत पनि त्यस्तै राम्रो, मान्छे त्यस्तै राम्री, कति मजाले बोल्नुभएको। मलाई चाहिँ लास्ट मन पर्यो। उहाँको गीतहरू पनि कस्तो मन परेको थियो। आई इन्जोय इट अ लट। अनि अब सबैजना घर फर्किन थाल्नु भएको छ। अनि मैले चाहिँ बहिनीलाई कुदाउनु दिएको छु, ऊ पनि सिक्ने अरे। अनि म चाहिँ पछाडि हेलमेट लाएर बसिरहेको छु। अब मामाहरूले थाहा पाउनुभयो भने त खाइहाल्यो नि, डेन्जर कुटाइ खाइहाल्यो भयो। एन्ड देन अरूहरू पनि कतिजना मान्छेहरू आउनुहुँदैछ पछि। कोही हिँड्दै आउनुहुँदैछ, कोही बिस्तारै कुदाउ न। कोही हिँड्दै आउनुहुँदैछ, कोही बाइकमा आउनुहुँदैछ, कोही साइकलमा आउनुहुँदैछ। हामी चाहिँ स्कुटीमा गएको थियौँ। तिमीहरू आयोजक रहेछ कसम। हामीलाई चाहिँ भन्दैन, हामीलाई पनि आउनु मन लाग्छ। त्यही त एक थप्पड दिन्छु अनि मिल्ने भएको त नि। यिनीहरू चाहिँ कस्तो फटाहरू छ क्या। यो यिनीहरू चाहिँ हावाहरू बिस्तारै कुदाउ न। ल कस्तोहरू छ यिनीहरू त, डेन्जर। मलाई त लडाउँछ क्या हो यिनीहरूले। मुनि बिस्तारै ब्रेक लाएर। अब बहिनीलाई सिकाउनु पर्ने हुन्छ। मैले चाहिँ बिस्तारै जाऊ घरसम्म पुऱ्याऊ। त्यसपछि उसलाई म घर छोडेर चाहिँ म जानेवाला छु आफ्नो घर। उसको घर चाहिँ मेरो घरभन्दा अलिक टाढो छेउमै छ र मेरो चाहिँ घर अलिक टाढो छ। अहिले चाहिँ 10:30 भइसकेको छ। अनि मलाई चाहिँ घरमा टेन्सन जस्तो लाग्दैछ। उसले बिचमा हुर्काएको छ। म चाहिँ नालीतिर जान्छु होला साथीहरू। फाइनल्ली म चाहिँ घर आइपुगिसकेँ। अनि बहिनीलाई चाहिँ मैले घरसम्म पुऱ्याइदिएँ। अनि त्यसपछि चाहिँ म घर आएँ। अब लगभग 10:30 पनि कटिसकेको छ है। अनि अब सिङ्गर पनि ढिलो आउनुभएको थियो। सुरु चाहिँ 7 बजीदेखि भन्नुभएको थियो, तर उहाँ चाहिँ अब ढिलो आउनुभयो। अनि पर्खिँदा गरेर हामी चाहिँ बसेको थियौँ, तर बसेको पनि वर्थ इट भयो क्या। कस्तो मजाले गाउनुभएको, कति राम्रो हुनुहुन्थ्यो उहाँ चाहिँ। अनि त्यसपछि त्यही हो। अब हामी अरू
सोहरूमा पनि जानेवालै छौँ। पैसा नै पैसा टिकट ट्यास होइन, अब सबैमा त कहाँ भ्याइन्छ होइन। 100 रुपियाँ टिकट हो, 100 रुपियाँ तिर्ने हो, जाने हो, भित्र कन्सर्टमा आउनुभएको सिङ्गरहरूसँग रमाउने हो, हाँस्ने हो, खेल्ने हो, त्यही हो होइन। अरू खेल्ने छैन, खाने साने पैसा त हुँदैन, अब छैन नै। अब अरूसँग होला तर मसँग चाहिँ छैन है। आज पनि त्यही चटपटे खायौँ होला 50 रुपियाँको, त्यही हो। त्यो पनि बहिनीसँग थियो, मसँग चाहिँ 1 रुपियाँ पैसा छैन। म चाहिँ अहिले बेरोजगारी भएर होला मसँग चाहिँ 1 रुपियाँ पैसा पनि छैन। अनि अब चाहिँ म टक्क लाएर सुत्छु, अब सुत्छु। अनि त अर्को भ्लग पनि म छिटै ल्याउने वाला छु। अनि मेरो युट्युब च्यानललाई चाहिँ लाइक एन्ड सब्सक्राइब गर्नु नबिर्सिनु होला क्या। तपाईँ मेरो पनि अलिअलि सब्सक्राइबर बढोस् न क्या। तपाईँहरूले लाइक पनि गरिदिनु हुँदैन, भ्यू मात्रै गरिदिनुहुन्छ। अनि अलिअलि सब्सक्राइब पनि गरिदिनु। अब के थाहा, म पछि तपाईँहरूको प्रिय भ्लगर पो बन्नेवाला छु कि। अब बिस्तारै बिस्तारै ट्राई गर्दैछु कसरी बोल्नुहुन्छ, कसरी के गर्नुहुन्छ भनेर। अनि त्यही हो, अब आजको लागि यति नै। फेरि पनि भेटौँला, बाई बाई।